ल लाग्यो आज चुनावको दिन भोट हाल्न मोरङदेखि सुनसरी क्षेत्र नम्बर 1 सम्म लगभग 20-25 किलोमिटरको यात्रा साइकलबाट जाँदैछु। यो विश्वविद्यालयको बाटो म छु अनि नवीन छ। यहाँ बन्दै गरेको चाहिँ पूर्वाञ्चलको प्रहरी तालिम केन्द्र यहाँ बन्दैछ नयाँ। विगतका दिनहरू वर्षहरूमा यसरी दुःख गरेर मन खोलेर कुनै पार्टीलाई भोट दिनु मन लागेन। योचोटि चाहिँ मन खोलेर खुसी साथ यो दुःख टाढो छ, लगभग 1.5-2 घन्टा यतिकै हिँडेको हिसाबमा 1.5-2 घन्टा नै हामीलाई समय लाग्न सक्छ। ल यो चाहिँ विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालयको बाटो यहाँ छ, छुट्टा छुट्टै बिल्डिङहरू। यो बाटो हुँदै हामी चाहिँ अब लाग्यौँ सुनसरी क्षेत्र नम्बर 1 तर्फ पूर्वाञ्चल विश्वविद्यालयको मुख्य गेट। यो चाहिँ गछ्या खोला है, गछ्याको खोला हो। यहीबाट बग्दै बग्दै उदै यसरी गछ्या खोला निस्किन्छ। अगाडि नवीन अनि पछाडि म छु, साइकलको यात्रा ही साइकल। यसरी हामी जाँदैछौँ है, अझै पनि धेरै टाढा छ। भोट पनि सक्यो, अब दिएर फर्किँदैछौँ। ल हामीले चाहिँ भोट दिएर फर्किन्छौँ। यहाँ त ल यहाँ मार्कर लेखेको त मार्करै देखिँदैन। यस्तो त हुन्छ यो निर्वाचन आयोगको व्यवस्थापन के तरिकाले गरेको, मार्करले कोरिदिएको रहेछ। त्यो हामीको घरमा युज गर्ने जतिको पनि छैन रहेछ, देखिँदैन। पहिलोपटक चाहिँ खुसीले गदगद हुँदै मैले भोट हालेको छु। धेरै मनमा कुराहरू खेल्यो हैन। जे भए पनि सही ठाउँमा मैले भोट हालेको छु, मलाई लागेको मेरो अनुभवहरू। भोट हालेर फर्किसक्यौँ। यो इटरीको तालतलियामा फर्किँदाखेरि एकछिन यसो धेरै गर्मी छ, घाम छ होइन, त्यही भएर यहाँ बसेको। त्यो अब लामो बाटो छ, लगभग हामीलाई 1.5 घन्टाभन्दा ज्यादा लाग्यो बसेर। एक्सट्रिम र पानी मिक्स गरेर हामीले खाँदैछौँ। यो चाहिँ तालतलियामा माछाको लागि मैले भुजा नभएर 60 रुपियाँ किनेर ल्याएको छु। केटो दयालु, धेरै दयालु छ व्यापारमा पनि। मान्छेलाई त गर्छ तर प्राणीहरूलाई पनि बेजुबान भन्छ हिन्दीमा। बेजुबान प्राणीहरूको लागि पनि उसले केही कुछ गरिरहेको हामी देख्छौँ है। यहाँको माछा सन्तोकी माछा रहेछ। यत्रो 1-1 केजी, झन्डै 1-1 केजी भुजा किनेको खाएन म्याम्पाका थुक्क। उसले आफै त बजाउँदैछ। अब कुकुरलाई घिउ पचेन है, कि कुकुरलाई घिउ पचेन। यहाँ एक्लै घुमिँदैछ यिनीहरू। बरु रोशन दाजु भयो कि बल्छी हानेर झिकिसक्थ्यो बरु। त्यसले भन्छ चाहिँ तालतलाको मृगहरू। यो चाहिँ सिङ पलाउँदै रहेछ। तर हातमा खाँदा चाहिँ मजा हुने रहेछ हामीलाई नि। हे काजी हो, बिस्तारै गरे खायो। यो चाहिँ दुध खानुमै व्यस्त छ। ल हामी चाहिँ अब भोट दिएर फर्किँदैछौँ। सुनसरी क्षेत्र नम्बर 1 मा हामीले मतदान गरेर फर्किँदैछौँ। आफै बुझ्नुहोस् केलाई भोट दिउँ भनेर है।